हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ मैले नयाँ युट्युब च्यानल खोल्दैछु, त्यसैले यो मेरो पहिलो भिडियो हुनेछ। सबैले माया गरिदिनु होला। आजको भिडियो चाहिँ विशेष गरी हाम्रो दिदी अमृता दिदीको बेबी शावर गर्न लागेका छौं। दिदी तपाईलाई धेरै धेरै बधाई। तपाईको जीवनमा आउन लागेको यो नयाँ खुसीको लागि धेरै धेरै बधाई। तपाई सधैँ जस्तै खुसी, स्वस्थ र सफल रहनुहोस्। आउन लागेको सानो नानीले तपाईको जीवनमा अझ धेरै माया, खुसी र उज्यालो लिएर आओस्। हामी सबै साथीहरुको तर्फबाट तपाईलाई धेरै धेरै शुभकामना र माया। यो सुन्दर यात्रामा भगवानको आशीर्वाद सधैँ रहोस्। दिदीले चाहिँ बुवाई छ कि गर्ल छ भनेर रिभिलै गर्नु भएन, डाक्टरलाई सोध्नु नि भएन रे। जे आए नि एकदम ह्याप्पी छु भन्दै हुनुहुन्थ्यो। यो झिर्रा बाल्न खोजेको बल्दै बल्दैन ओसेछ कि क्या हो भन्दा हामीले उल्टाइ पल्टाइ गरेर हेर्यौं, लास्टमा होइन रहेछ। एकछिनसम्म बारी बस्नु पर्दो रहेछ अनि मात्र बल्दो रहेछ। मैले ट्राई गरेको, लास्टमा हात पोल्छ भनेर डरले हतार हतार निकाल्यो। एकदम रमाइलो भयो। दिदीको फेसमा खुसी देख्न सक्नुहुन्छ। यहाँ पुन्टु चाहिँ फेरि हेर न, त्यहाँ उफ्रेर राम्रो भिडियो बनाउन नदिएर नाचेको गरेर उहाँ हेर्नु न, देख्न सक्नुहुन्छ तपाईहरुले। एकदम रमाइलो भएको थियो। फोटोसोटो खिच्यौं, टिकटक बनायौं, अनि त्यहाँबाट भुजाहरू ल्याथ्यौं, मासु भुजाहरू खाएको चाहिँ भिडियो बनाउनु बिर्सेछ। फोटोहरू खिचेको थियो, त्यही क्लिपहरू राख्दैछु। आजलाई यति नै। माया दिनु होला, लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। आजलाई यति नै। बाई बाई, सी यू इन नेक्स्ट ब्लग।